दामी छ है हाम्रो लोकेसन चाहिँ। कस्तो सर्ट हो? ओए सही सर्ट ल। आयो आयो ओए हरिप आयो है। ल है माथि खोलातिर ल। यता अगाडिबाट असला फिसिङ हन्टिङ है। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। ल आज पनि सब्सक्राइब गर्नु होला च्यानललाई गाइज है। जतिसक्दो गाइजहरूले माया गर्नु होला, माया गर्नु होला है गाइज। अब फिसिङ हिँडिसकेछौँ। माछा कतिको पर्छ त है। ल केटाहरू पुगिसकेछन् अघि नै। उहाँ अझै सोल्टी समेत आएर बसिसक्यो रहेछ यार। ल डेन्जर गयो रहेछ। अघि नै सोल्टी आइसक्यो रहेछ त यार। गइरहेछ। रिजनले हेरिसक्यो नि दाइ। हो र हाल्न नपाइकन आइहाल्यो क्या। आमा सोल्टीको त माउ परेछ त कत्ले। एउटै मात्रै हो अनि पानी उडुबेर हुन्छ नि त। खोजा नै पानीमा घरिघरि घरिघरि बल्ल एकचोटि त्यहाँ पुगेर गर्मीले हातेर ल है सोल्टीले माउ हान्दैछ। अनि डेमो हेरिहाल्यो भन्छ अरे रिजन बाबुले। ओए डेन्जर चल्यो। यार राम्रो हानिसक्यो रहेछ त सुरुमै। ल सोल्टी पुरा घाम तापेर हामी गएको त धेरै तल हो नि। हो र ल सेकेन्ड सर्ट पनि दामी आयो यार। सुरुको सर्ट नभयो नि राम्रै हेर्ने भयो रिजनले है। तल उफ्रेको अघि यही होला हो। आयो माछाको फेरि दामी छ यसको राख्नु। प्याजको बोरा खाने हो खायो जस्तो हालिदिन्छ क्या खायो। यसले नयाँ आएर भेटा रहेछ नि त कमिला। त्यो प्वाख पलाएको कमिला क्या। तानम तानम यता राखेको छैन अर्कोमा हानिदियो। राम्रै छ क्या। कस्तो सर्ट हो? ओए सही सर्ट ल।
साइज त दामी दामी आएछ त यार असलाको एक गरे साइज हो ल हाने हाल्ने क्या मलाई हल्लिने हाने क्या हल्ले त हल्ला यो त दामी देखिन्छ टेबलमा काटेर राखेको बिर्सेछ कि हामीले त्यहीँ छोडेर आएको थियो आउने बेलामा दौडेर लिएर आएको बाबु भन्नु ए है सेक्सी आउँदैछ सेक्सी आउँदैछ सेक्सी भाइलाई फोन गऱ्यो भने अहिले चाहिँ आएर हाल्दैछ फेरि भाइले ताने छैन त्यही हगीकै जस्तो घिनलाग्दो माछा होला कि काउरो गोचको बच्चा फेरि आउँदैछ भाइले दामी छ है हाम्रो लोकेसन चाहिँ हो भाइले बल्छी आउँदैछ ल ल ल है पिसरम्यान पिसरम्यान ल है तानेर ल्यायो है तानेर ल्यायो ल्यायो सही हो आज हाम्रो नयाँ पिसरम्यान है यता छेउमा ल्यायो खेला जाँदा भाइ जाँदा आयो ओए हरिप आयो है सही हो ल सुँगुलो पार्यो है ल यस्तो पारा ल ट्रेनिङ भइरहेछ ए कहाँ हुनु क्यान्सिल भयो नि त यार अहिले परेन यार बर्बाद भयो लास्ट गरी भइरहेको छ पनि सोल्टिनी आज फिसिङमा आउनु परेछ कोही तान्दैछन् खाए क्या सुन्नु सर सोल्टी पनि ताने क्या हो ल सर बिग सर्ट तान्नु पऱ्यो बिग सर्ट नजिकमै गर भनेको रे यार नरहेछ दाइ टेन्सन भयो नि त बर्बाद भयो ल आएन यार ध्यान दिएर सोल्टी अनि हारा चाहिँ आज यस्तो ल्याछन् है त्यो चाहिँ आएर हो कमिलाको प्वाखको लागि ल यता चाहिँ हाम्रो भैँसी नि स्विमिङ गर्न आइसक्यो है के आनन्द आयो होला अहिले त यार यिनीहरूलाई ल कोही उहाँ माथि आउँदैछन् स्विमिङ सुरु भयो यार हाम्रो भैँसीको
निकाल्यो नाइस सट ल ल है बबाल मारिरहेछ आज यता फेरि यो मेरो भैँसी हो स्विमिङ गरिरहेछ भैँसीले ल खोइ माछा यस्तो चेन खोलेर हालौँ त कति पर्छ 6-7 किलो भयो 6-7 किलो भयो होला अरे 6-7वटा चाहिँ समातिसके सबै होइन होइन हामी बिहान आएको बिहान आएर हामीले लगभग 10 किलोको टार्गेट हो अब हेरौँ कति मारिन्छ 7 किलो जति भइसक्यो 7 किलो जति भइसकेछ अरे भा 3 किलो चाहिँ पुऱ्याउनु पर्ने हो अब खाने मान्छे हुनुहुन्छ भने जम्मा 2000 रुपियाँ किलो असला माछा हो यो हिमालयन ट्राउट दिनेश भाइलाई चाहिँ यसो सम्पर्क गर्न सक्नुहुन्छ मलाई सम्पर्क गरेर लास्टमा गएर दिनेशलाई गएर सम्पर्क गरेर ल ल ल ल ल जम्मा 2000 रुपियाँ किलो होइन 2000